हेलो गाइस, के छ नि हजुरहरूको खबर? आज एउटा राम्रो थट आयो के हो भन्दाखेरि खुसी भन्ने कुरा, ह्याप्पिनेस। मतलब खुसी त हाम्रो कन्ट्रोलमा छ जस्तो लाग्छ क्या मलाई, खास भन्नुपर्दा। लाइक एउटा खुसी भनेको एउटा डिसिजन टाइपको क्या, हामीले लिन सक्ने, त्यो हाम्रो कन्ट्रोलमा नभए पनि तर एक तरिकाले हामीले सोचेको हुन्छौँ नि यो कुरामा चाहिँ म खुसी हुन्छु, यसले यो भनिसक्दा चाहिँ म खुसी हुन्छु, त्यस पछाडि मैले यो कुरा पाउँदा खुसी हुन्छु, मैले यो मान्छेसँग बोलेँ भने म खुसी हुन्छु, अनि यो मान्छेले मलाई मन परायो भने म खुसी हुन्छु। त्यो त एउटा डिसिजन हो नि त, त्यो त हामीले मनमा नै लिएको हुन्छौँ नि त। मनमा नै मतलब मनमा नै भन्दा पनि भयो, अनि मतलब अलिकति मानसिक तरिकाले भन्दा पनि भयो, दिमागले सोचेको हुन्छ नि त एउटा, म यति भइसकेपछि म यतिमा खुसी हुन्छु, यति भइसकेपछि यतिमा खुसी हुन्छु टाइपको हुन्छ नि त। अनि लाइक हामी आफ्नो खुसी अरूमा किन खोज्छौँ क्या? मेरो प्रश्न चाहिँ त्यो हो कि किन खोज्छु म? हामीलाई लाग्छ हामी एक्लै छौँ, लोन्ली छौँ, हामीसँग बोल्ने कोही पनि छैन, अनि कोही नहुँदा हामी खुसी हुँदैनौँ, हामी एक्लै हुन्छौँ, स्याड हुन्छौँ, भिडियो सिडियो हेर्छौँ, इन्टरनेटमा के हेर्छौँ, स्याड भिडियो पोस्टहरू हेर्छौँ, के हेर्छौँ, अनि हामी दुःखी छौँ जस्तो गर्छौँ क्या हामी। म मात्रै नभएर तपाईँहरू पनि दुःखी छौँ जस्तो गर्छौँ, तर त्यति दुःख त छैन नि त यार। ठ्याक्कै हामीले सोचे जस्तो त हो नि, त्यो पनि एउटा डिसिजन हो। हामी दुःखी हुनु पनि एउटा डिसिजन हो क्या, त्यसलाई पनि चेन्ज गर्न मिल्छ कि। सब यसको खेल हो क्या, दिमागको खेल हो। अनि लाइक अरू मान्छे हुँदा नै खुसी हुनुपर्छ, तिमीले यो कुरा पाउँदा, त्यो कुरा पाउँदा, त्यो पोजिसन पाउँदा आफूमै खुसी हुन सिक्दा भइहाल्यो नि। आफूलाई खुसी छैन भने आफै क्रिएट गर्ने नि खुसी। अब तिमीलाई के गर्नु मन लाग्छ, मतलब डान्स गर्नु मन लाग्छ, डान्स गरिदिने, एकछिन खुसी भइन्छ। जस कोही मनपर्छ उसलाई भनिदिने, यसो यसो तिमी मनपर्छ र उसले नभने पनि, उसले मन पराए पनि नमन पराए पनि भनिदिने, मन पराउँछु भनेर के हो त? धेरैभन्दा धेरै नै भनिदिएला के हो त? आफूलाई रिग्रेट हुँदैन, एउटा ह्याप्पिनेस टाइपको भइहाल्छ नि। ए मैले चाहिँ यो भने त्यतिमा तिमी खुसी भयो, भइहाल्यो त, के चाहियो? हामी अलवेज एउटा मान्छेको आशमा बसिरहेको हुन्छौँ क्या, खुसी हुनको लागि क्या। उस आएपछि हाम्रो जीवन खुसी हुन्छ। लाइक त्यही हो क्या। ल प्रेममा पनि त्यस्तै त छ। एउटा मान्छे आउँछ अनि म खुसी हुन्छु, उसले माया गर्छ, त्यस पछाडि सँगै बस्छ, त्यस पछाडि के भन्छ, जहिले जहिले कुरा गर्छ, घुम्न गइन्छ, के गरिन्छ, अब निकै वर्ष सँगसँगै बसिन्छ भन्ने चाहिँ हुन्छ। तर अब बिचमा छाडेर जान्छ, के हुन्छ होइन, दुःखी भइन्छ, यो भइन्छ, त्यो भइन्छ, के खान थालिन्छ होइन, नराम्रो सङ्गततिर लागिन्छ, अनि धेरैभन्दा धेरै भगवान् के भन्छ स्वर्ग गइन्छ, धेरैभन्दा धेरै। त्यो चाहिँ अलिक डिप भयो होइन, के भन्नु क्या अब अरू होइन। यति नै हो आजको लागि होइन। लाइक अब एउटा थट थियो होइन, मैले भनिदिएँ जति जति कुरा थियो मेरो मनमा, लाइक अब यस्तै हो। Peace. See you next time.